हेलो गाइज म चाहिँ आज स्लो ट्राभल गर्दैछु यो दाङदेखि माथि कल्ले बल्ले आई थिङ्क दिस इज माई फर्स्ट भिडियो अन युट्युब कल्ले बल्लेको डाँडो जाँदैछु अहिले बजेको छ ठ्याक्कै 11:05 छ अनि म ठ्याक्कै यहाँ दमार गाउँनिर आएको छु अनि मैले यहीँनिरबाट भ्लग स्टार्ट गरेँ सो किप वाचिङ हाई गाइज म चाहिँ अहिले दमार गाउँको चोकदेखि ठ्याक्कै माथि अनि यो हो त्यहाँको भ्यू अनि मेरो मसँगै पनि छैन यो मोबाइल हटाउनलाई सो मैले एउटा हातले गरिरहेको छु अनि जाँदैछु म एक्लै जाँदैछु गाइज दिस इज माई फर्स्ट टाइम बाटो अनि बाटोमा हामी एक्लै अनि let's update. धेरै मान्छे जान्छन् होला आज किनभने शनिबार पनि हो अनि शनिबार रमाइलै हुन्छ होला रमाइलो गर्नेवाला छु त्यो बाटो रहेको छ भेरी क्लिन तर माथिसम्म चाहिँ छैन ल यस्तो म लगभग बाटोको बिचमा जङ्गलको एरिया आइसकेको छु अनि यहाँ कोही पनि छैन र म हिँडिरहेको छु बाटोमा यसो एकदमै उकालो ओ माई गड सो सरी फर द्याट यो चाहिँ उकालै छ गाइस पुरै उकालो छ अनि मलाई डर लागिरहेको छ अहिले एउटा हातले चलाएको छु ओ माई गड तर गर्मी हुन थाल्यो गाइस त्यो म कभर गरेर आएको थिएँ सो यस्तो छ बाटो थियो रमाइलो भइरहेको छ अहिलेसम्म त ओभरअल एक्सपिरियन्स इज गुड एक्लै हिँड्दा चाहिँ मोर कन्फिडेन्स आउँछ जस्तो लागिरहेको मलाई साथीहरू हुँदाखेरि त यस्तो रमाइलो हुन्छ तर एक्लै हुँदा पनि रमाइलो हुन्छ मोर कन्फिडेन्ट हुन्छ जस्तो लाग्छ कि मान्छेहरू लगभग आधा तिहाई बाटो चाहिँ मैले कभर अप गरिसकेको छु यो चाहिँ एकदमै खतरै ठाउँमा छु म अहिले पुरै उकालो छ तर पनि मैले रिस्क लिएको छु आई क्यान मेक इट भनेर अनि चाहिँ एकदम डेन्जरै लुक एट दिस गाइज म तलबाट आएको तलबाट हुँदै आँखो म आइसकेको छु लगभग यो कल्ले बल्ले जाने बाटोको आधामा यसो यताबाट जानुपर्छ एकछिन यहाँनिर चाहिँ रेस्ट गर्दैछु यहाँनिर पनि अरू टाइममा त्यो सिजनमा त एकदम रमाइलो हुन्छ हेलो गाइज उनीहरू चाहिँ लाली गुराँस बेच्न बसेछ अनि कति राम्रो बनाएर बसेको नि लाली गुराँस 50 को एउटा होइन ए पछाडि आउँदैछन् मान्छेहरू धेरै टन्नै म माथि जान लाग्छु उता अहिले घर फर्किँदाखेरि लिएर जान्छु है एकछिनमा आउँछु म गाइज फाइनली म कल्ले बल्ले आइपुगिसकेँ मेरो स्कुटी चाहिँ यता पार्क गरेको छु मैले अनि म चाहिँ यता लाली गुराँस पाइन्छ सो त्यसलाई लाली गुराँस हन्टिङको लागि जाँदैछु म लुक एट दिस भ्यू सो ब्युटिफुल सो अमेजिङ यो कल्ले बल्ले आई थिङ्क के भन्छ यसलाई कल्ले बल्ले नै भन्छ होला मलाई कसैले पागल पनि भन्न सक्छन् यो नौलो कुरा भएन मेरो लागि
किन लाली गुराँस देखिसकेँ मैले यो हो लाली गुराँस द्याट्स इट बल्ले बल्लेको यता डाँडाभित्र आइसकेको छु अनि यतातिर चाहिँ बाटो खनेको रहेछ के खनेको रहेछ अनि म चाहिँ अब जङ्गलभित्र छिरिसकेँ जे होला होला देखा जाएगा तलतिर मैले मान्छे गराएको देखिरहेको छु सायद मान्छे हुनुहुन्छ होला त्यही भएर म ढुक्कसँग जाँदैछु है फेरि मेरो घरतिर कहिले देख्नुहुन्छ क्या भिडियो देख्यो भने मलाई फेरि गोदाई कहीँ जान्दिनँ न अनि पहिले त यस्तो लाली गुराँस पाउँथ्यो यतातिर होइन तर अब चाहिँ पाउन छोडेछ गाइस यो चाहिँ त्यो हो के भन्छ काफल हो नि यो थाहा छ एकदम काफलको बुढा छ तर फुलेको छैन यो पालि अनि म चाहिँ so tiny लाली गुराँस आज म हन्टिङमा छु एक्लै लाली गुराँस खोज्न हिँडिसकेँ म गाइस आई थिङ्क पाउँछु होला Oh my god guys look at this view look at this अनि म एक्लै आएको छु नि त हेर्नु त लाली गुराँसको यो हाँगा भाँचेर यस्तो त गर्नु भएन नि गाइस यो पुरै हाँगाहरू भाँचेर फाल्नु भएको छ गाइस अझै लाली गुराँस पाइन्छ पाइन्छ मैले पुरा आउँदा चाहिँ मैले यता काफल पनि पाएको थिएँ काफल पनि छ भन्ने सुनेको थिएँ यो सबै काफलको बुट्टा हो अन्त गाइस फोर किन गयो नि फोर नगरेको नि हुन्थ्यो त पुरै फोर गरेको यस्तो गर्नु भएन नि गाइस के गरे यस्तो गर्नु भएन ल पुरै लाली गुराँस फुलेको हुन्थ्यो यतातिर छैन हेलो गाइस मलाई गर्मी भएर मैले ज्याकेट छराइसकेँ अनि मैले एउटा सानो लाली गुराँस भेटाएको छु सो म ठिक छु Yeah guys look at this म पनि टिप्छु ल गाइस गाली लगाउनुस् ल Look at this. टिपिसकेँ मैले यो गाइस के गरौँ अब लाली गुराँस त मैले पाइसकेँ मैले लाली गुराँस अब what I can do अब म लाली गुराँस टिपेर काफल पाइदिएको भए त मजै आउँथ्यो मजै Look at this guys. Oh, too cute. Look at this. Tipelo. टिपिहालेँ मैले जे पर्ला गाइस मलाई थाहा छ यो टिप्नु हुँदैन भनेर तर मैले टिपेँ गाइस
आई नो यो भिडियो देख्यो भने मलाई सबले गाली गर्छ किनकि एक्लै जाने भनेर, तर क्या कर सकते हैं हम, कुछ भी नहीं। Look at this. कति धेरै थियो होला यहाँ। सब टिपेछ गाइस, सब टिपेछ। लाली गुराँसहरू यति सानो रुख छ तर फुलेको छैन। यो अलि धेरै भएको चाहिँ, यो अलि धेरै भयो मेरो जिन्दगीमा। यहाँ टिप्छु ल, यहाँ यसको नाम कसलाई थाहा छ गाइस? थाहा पाउनु पर्यो ल। हामी के गरिरहेको छु मैले? सो बाटो रहेको छु यस्तो। ओ माई गॉड गाइस, आँखामा किरा पनि पस्यो। गाइस हेर्नु न, आँखामा किरा पस्यो, किरा पस्यो गाइस। र मैले निकालिसकेँ। कस्तो चरायो। मेरो लाली गुराँसहरू खासै राम्रो पाएन मैले। खासै राम्रो पाएन गाइस लाली गुराँस। Guys, I want to show you something. किरा पसेको पछि छ गाइस। के हो यो? What is this? फलेको छ। I want more lali grass, guys. I want more. More. How? No, not possible, okay, guys. Not possible. There is no possible. But I'm खोजिरहेको छु. Look at this, guys. बाह्रखरी. गाइस म उताबाट घुमेर माथिबाट घुमेर तलबाट घुमेर यहाँबाट घुमेर आइसकेको छु। थोरै लाली गुराँस भेटेको छ यता। So I want to show them. सब फुलेको छैन।
बाटो खत्तम छ गाइस तर कसरी जाम म देख्दा इजी देखिन्छ गाइस तर it's so dangerous. Mama. Guys, फंस गई हूँ बुरी तरह से इधर मैं बुरी तरह फंस चुकी हूँ तो मैं जा रही हूँ इधर से कैसे कैसे करके जाऊंगी मैं इधर ओह माय गॉड मैंने तो पहाड़ ही छीन लिया आ जाऊंगी मैं इधर आ गई मैं आ गई गाइस कति धेरै मान्छेहरु आइसकेको छ लेकिन मैं हार नहीं मानूंगी आज शनिबार हो नि त गाइस अनि धेरै मान्छे आएको छन् यहाँ अनि डाँडो भयो गाइस एउटा कस्तो अहिले कल्ले बल्लेको डाँडामा जाँदैछु उतातिरको यो साइडमा छ अनि म यतातिर जङ्गलमा घुमेर नास्ताहरू लिएर आइसकेको छु यो रहेको छ बाटो अनि मेरो रहेको छ यो साधन अनि यताबाट गएर त्यो डाँडोमा चाहिँ गएर चिल गर्ने मेरो कोसिस छ आई थिङ्क तर गर्मी चढिसक्यो एकदमै गर्मी छ आई डोन्ट नो के हुन्छ त्यो डाँडामा चाहिँ मान्छे छैनन् जस्तो लागिरहेको मलाई अहिले अलिअलि छन् तर धेरै छैनन् त्यहाँ गएर चिल गर्ने मेरो प्लान छ लेट्स सी यो छ त्यो अनि यो रहेको छ लोकेसन्स अनि हामी अन द वेमा आइसकेका छौँ आइसकेँ कल्ले बल्लेको डाँडामा and look at this view हेर्न सक्नुहुन्छ तपाईले आफूले जुन ठाउँमा रमाइलो गरिरहेको त्यो ठाउँमा आएर हाउ के कसरी मान्छेहरूले फोहोर गर्न सक्छ भन्ने कुरा चाहिँ मलाई यो चिजहरू चाहिँ खासै त बुझ्दैन सो त्यो तलतिर डाँडामा गएर चाहिँ बस्नु पर्यो अलि यता माथि चाहिँ मान्छेहरू छ सो छिटो गर्नु पर्यो एक्लै तल बसेर अनि यो पुरै हेर्नु न पुरै आइले चिल गर्ने लाइक हुन्छ नि आफूलाई मन परेको ठाउँ एरियामा आएर कसरी फोहोर गर्नु सक्छ भनेर चाहिँ बडो कौतूहलता हुन्छ सो आई डोन्ट थिङ्क सो अनि हेर्नुहोस् त लुक एट दिस एभ्रिवेयर कि एभ्रिवेयर which is so bad अनि यो छ मेल फुलेको छ म टिप्छु ल यो चाहिँ म चाहिँ तल आएर चिल गर्नु पर्यो भनेर यता बस्दैछु आई डोन्ट नो what is happening guys look at this view is so beautiful overall राम्रो छ तर यो छ नि हाम्रो पानी बेहोरा चाहिँ अलिकति भएन के यस्तै फोहोर गर्ने यहाँ पनि फोहोर गर्ने जता पनि फोहोर गर्ने के गरेको यस्तो बोतल छ यार बोतल यो देख्दा चाहिँ मलाई चाहिँ बहुत डिसपोइन्टेड भएको क्या लाइक टु मच डिसपोइन्टेड Yes guys
सबैजनालाई मैले चाहिँ 2026बाट चाहिँ मैले चाहिँ कन्टेन्ट क्रिएसन्सको जर्नी स्टार्ट गर्छु भनेर सोचिरहेको थिएँ, तर सम्भव भएन यो कुराहरू गर्नलाई। तर मैले आँट्ने अनि मैले नगर्ने भन्ने त हुँदैन, ढिलो चाँडो मैले केही न केही कामहरू गरिराखेको हुन्छु। म चाहिँ एज अ कन्टेन्ट क्रिएसन्स भन्दा पनि मेरो फर्दर मेमोरीको लागि चाहिँ के काम गरौँ भनेर सोचिरहेको थिएँ। र म चाहिँ एकदमै क्यामेरा साई पर्सन हो होइन, क्यामेराको अगाडि आएर बोल्नै सक्दिनँ, तर मैले यसमा चाहिँ काम गर्नुपर्छ, यसलाई चाहिँ मेरो यो डरलाई चाहिँ ओभरकम गर्नुपर्छ भन्ने सोच अहिले नै आउँथ्यो। सो मैले त्यो कारणले चाहिँ मैले कन्टेन्ट क्रिएसन्सको जर्नी स्टार्ट गर्दैछु। दिस इज माई फर्स्ट भिडियो अन युट्युब होइन। युट्युबमा चाहिँ मैले पहिलो भिडियो राख्ने सोच बनाएको छु। होप कस्तो हुन्छ होइन, माया गरिदिनु होला। ओभरअल जर्नी गुड रहन्छ होला जस्तो लागिरहेको छ मलाई। यसमा चाहिँ मैले सक्ने, मैले जस्तो खालको सक्छु त्यस्तो खालको चाहिँ मैले कन्टेन्ट बनाउने छु। अनि म चाहिँ कस्तो खालको कन्टेन्ट बनाउने भनेर नै फाइन्ड आउट गर्न पाएको छैन मेरो लाइफमा होइन, कस्तो किसिमको गर्ने भनेर। सो अब चाहिँ मैले केही न केही गर्छु होला। सो यो जर्नीमा पनि अरू जर्नी जस्तै सपोर्ट गर्नुभएको छ, यो जर्नीमा पनि नयाँ मान्छेहरू भेटिनुहुन्छ जस्तो मलाई लागिरहेछ। र नयाँ मान्छेहरूसँग भेट्दा उनीहरूको सोचहरूसँग हिँड्दाखेरि चाहिँ मलाई रमाइलो लाग्छ। सबैको आफ्नो आफ्नो सोचहरू कसरी सोच्दो रहेछन् भन्ने कुरामा पनि हुनुपर्छ जस्तो लाग्छ, र मैले चाहिँ यो कुरामा काम गर्नुपर्छ जस्तो लाग्छ। सो मेरो कन्टेन्ट क्रिएसन्सको जर्नी आजबाट स्टार्ट भएको छ युट्युबमा। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। हेलो गाइज, मेरो आजको सोलो ट्राभल ब्लग चाहिँ लाइक हिँडेर गर्छु अनि आजको रमाइलो भयो। ओभरअल एक्सपिरियन्स एक्लै हिँड्दाखेरि कस्तो महसुस हुन्छ भनेर त अलमोस्ट मलाई थाहा थियो, बिकज मैले योभन्दा अगाडि पनि हिँडेको हो तर नदेखाएको चाहिँ हो होइन। म एक्लै ट्राभल गरिराखेको हुन्थ्यो तर चाहिँ यसरी सोच चाहिँ गरेको थिएन। सो रमाइलो भयो। यहाँनिर बसेको थिएँ म, धेरैजनाले एक्लै सुतिरहेछ, को हो, केटा हो कि केटी हो भनेर माथिबाट आइरहेको थियो। तर आई डोन्ट केयर, मलाई कसैसँग केयर छैन। सो अलवेज अप्रिसिएट माई वर्क। अनि रमाइलो एक्सपिरियन्स रह्यो। नो फ्रेन्ड्स, तर मेरो धेरै साथीहरू छन्, मलाई मार्छन् मलाई भिडियो देखेपछि, मलाई नलगाएर जाने भनेर। सो मजाको एक्सपिरियन्स चाहिँ कस्तो हुन्छ होला चाहिँ आएँ, रमाइलो भयो। एउटा ठाउँ हो अनि तलै बसेको थिएँ नि त म गाइज, तल बसेको भएर चाहिँ गर्न पाइएन। ओ माई गड, म तल गएको थिएँ गाइज, धेरै मान्छे भरिसकेछन्। ओभरअल मान्छेहरू यस्तै छ। मेरो ठाउँ छ यस्तो। ओभरअल एक्सपिरियन्स गुड। गाइज अनि सबै मान्छेहरू आउँदैछन् अझै पनि। अझै आउँदैछन् मान्छेहरू। मेरो मोबाइलमा चार्ज पनि छैन, चार्ज नभएको भएर चाहिँ मैले मेरो ब्लग एन्ड गर्छु। सो बिचमा केही आयो भने एड गर्छु, होइन भने सिधै अब सिधै म चाहिँ घर जान्छु।
अनि घर पुग्यो भने चाहिँ बल्ल बनाउँछु मोबाइलमा चार्ज अलमोस्ट सकिसकेको छ थ्याङ्क यू वेलकम कस्तो राम्रो नि तिमीहरू जस्तै बिहान टिपेको हो कि फेरि अर्को ल्यायो यो हो ल थ्याङ्क यू ल बाई बाई गरिदिउँ बाई पछि गाइस हामी चाहिँ म चाहिँ लगभग यो बल्ले गएर आइसकेँ अनि यो यही बाटोमा छु म तल यहीँनिर अब लाइक 15 मिनटमा अहिले बज्यो ठ्याक्कै 3 बज्यो म 15 मिनटमा चाहिँ तुलसीपुर पुग्छु होला सो लेट्स सी This is the garden. Ada nggak? Itu tomat. Tomat itu sebetulnya. Saya kali ini nampak bunda ni itu dia. Ais saja. No idea guys. Yo ya pertama aku baca. Bye bye.